Hello guys, my name is Kamsan Tamang. आज म भिडियो बनाउन आएको। आज हामी सीधा काली मन्दिरमा आउनुहोस्। यता यो हाम्रो हेर्नु गेटमा घन्टी बजाउनु मिल्छ पर सकिदैन। अनि यहाँ बजाउनु यतापट्टि एउटा बोर्ड छ हेर्नु सक्नुहुन्छ होला। अनि यतापट्टि एउटा सिटी जस्तै छ। अनि यता मन्दिरको एउटा बुद्धतिर छ। अनि अगाडि हिँड्नु हामी अब मन्दिरतिर। यो माथि गुम्बा जाने बाटो माथिको गौतम बुद्धको जग्गामा जाने। अनि सिधा गएपछि अगाडि एउटा मन्दिरहरू हुन्छ। ल अब हामी त्यहाँ बजाउनु घन्टी बजाउनु जाने आँटेको। ल आउनु होला। मन्दिरको अनि यो चाहिँ धेरै ठुलो मन्दिर घन्टी भन्ने मानिन्छ। ल यत्रो सानो बज्दो रहेछ। अझै योभन्दा धेरै ठुलो बज्ने पनि छ। यतापट्टि चाहिँ एउटा सिसा छ हेर्नु सक्नुहुन्छ होला। यहाँ सिसा छ हेर्नु सक्नुहुन्छ होला। यो सिसा हो यहाँ। अनि यतापट्टि बस्ने जग्गा छ। अनि उतै छ मन्दिर हेर्नु सक्नुहुन्छ होला। यहाँ हो मन्दिर हेर्नु। घन्टी रहेछ। नमस्कार नमस्कार साथीहरू। म आजको लहरीको भन्ने मान्छे होइन। आज म तपाईँहरूलाई सिद्धकाली मन्दिरको बारे केही छोटोमा जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिला हामी इन्ट्रेन्स गर्ने ठाउँ भनेको यता हो। हामी यहाँदेखि हामी आउँछौँ। हामी भित्र पस्नु पऱ्यो भने सबै फुकाएर गर्ने हो। यो एक गणेश मन्दिर हो। गणेश मन्दिर त्यहाँ यो सरस्वती मन्दिर हो। अनि त्यहाँ यो ठुलो घन्टी पनि छ। ऊ त्यहाँ ठुलो घन्टी पनि छ। अनि सबैभन्दा मेन मन्दिर यहाँको भन्दा बिचको मन्दिर हो। सिद्धकाली मन्दिर हो। अनि गुफा भन्ने महादेवको गुफा हो। त्यहाँदेखि पछि गएपछि तल एक्जिट आउँछ। एक्जिटको छेउछाउमा धेरै घन्टीहरू छ बजाउँदै हिँड्नको लागि। Finished worshipping the main temple of Siddhakali Mandir. Now we are heading to the Buddha Tan. फेरि म आइसकेँ यो भ्लगमा। म चाहिँ भ्लग बनाउने भोटे पसलदेखि आएको। हामी यहाँ मन्दिरतिर। ल हामी चाहिँ भर्खर मन्दिरदेखि बुद्ध धामतिर माथि जाँदैछौँ। हिँड्दैछौँ हामी। भर्खरै मेन मन्दिर सिद्धकाली मन्दिरमा दर्शन गरेर आइसकेका छौँ। र हामी अब माथि बुद्ध थानतिर लाग्दैछौँ। आउनुहोस्। ल हेर्नु सक्नुहुन्छ यहाँदेखि सबै चिज देखिन्छ। माथि टपमा गएर हामी सबै चिजको भिडियो खिच्नेवाला छौँ। तपाईँहरू यो भिडियो हेर्नको लागि जानी रहे। ल हामी फेरि माथि यहाँ उतातिर भन्दैन उतातिर डाँडाको उता सगरमाथा सगरमाथा स्कुल जानु उता के अरे रङ्गाशालामा के फुटबल खेल्ने जग्गा बनिँदैछ। यो भन्न नराम्रो स्कुल छ नि यही समय हेर्नु सुबाइजी पुरै जग्गा देखिन्छ। बिग माइक बु यहाँ फोटोमा वाउ भेरी डेन्जरस।